नमस्कार। टुडे टॉक में अपने संपूर्ण गोटे के स्वागत करे छी हम चाँदनी। आई हम सब बातचीत करब मध्य प्रदेश सरकार के विषय में। एक महीना भ चुकल अछि मध्य प्रदेश सरकार के मुख्यमंत्री नियुक्त भेला। अखन जनता के आलोचना संगे अपेक्षा सेहो जे छै से बढ़ि चुकल छै। मंत्रालय सब ओना कही त पूर्णता पा चुकल छै। आब आगामी योजना की छै? मध्य प्रदेश सरकार के जे ई बारम्बार जे छै सरकार खसनाइ सँ बहुतेक जे छै से जनता सब निरुत्साहित भ चुकल छथिन। बहुतेक जे छै से ओ सब अखन जे बहुत एक अलग दृष्टिकोण से जे छै से मध्य प्रदेश के राजनीति की अवस्था देख रहल छै। अखनो हुनका सबके मन में ई एकटा डर रहे छै जे अखनो कहीं मध्य प्रदेश सरकार जे छै से खैस नहीं जाए। फेर से जे छै से जै प्रकार एकटा जे अवस्था सृजना भ चुकल छलै वह अवस्था फेर से जे छै से अखन सात दलीय गठबंधन के जे मुख्यमंत्री बनल छै फेर से ओहने भ जाए। तो एहि सबके केना कऽ दूरी कयल जेतै जनता सबके मन से, तो एही के विषय में हम सब बातचीत करबाक लेल आई हमरा सबके अतिथि के रूप में छथि मध्य प्रदेश के मुख्यमंत्री कृष्णा यादव जी। पहले उनका स्वागत करी हम सब बातचीत करब उनका संगे नेपाली में। यहाँलाई स्वागत छ। धन्यवाद र बधाई पनि छ। धन्यवाद। यहाँको एक महीना भइसक्यो मुख्यमंत्री भएको। यसमा मन्त्री परिषद पनि चाहिँ पूर्णता चाहिँ पाइसकेको छ मन्त्रालयहरू। अनि कसरी चाहिँ अब अगाडिको काम गर्नुहुन्छ? अब मन्त्री परिषद हामी विस्तार गरौँ। मन्त्री परिषद पूर्णता पनि भइसक्यो। अब हाम्रो काँधमा जिम्मेवारी छ। यो प्रदेशमा हुन त अब रेड बुक बनिसकेको छ। रेड बुक र के भन्छ नीति अनुरूप हामी कामहरू अगाडि बढाउँछौँ र खास गरी जनतालाई यहाँका मध्य प्रदेशका जनताको जुन अभिप्राय छ, जुन आशय छ, जुन भावना छ, उहाँहरूको भावना आशय अभिप्रायलाई समेटेर हामी अगाडि बढ्छौँ। खास गरी म कृषिमा फर्स्ट फोकस मेरो कृषि हुन्छ। त्यसपछि म स्वास्थ्यलाई शिक्षालाई दिन्छु, त्यसपछि स्वास्थ्यलाई दिन्छु, पर्यटनलाई दिन्छु, पूर्वाधारलाई दिन्छु, आदि इत्यादि कामहरू छन् सबलाई दिन्छु। र मेरो चाहना छ, मेरो टिम पनि राम्रो बनेको छ, मन्त्री परिषदका साथीहरू पनि राम्रै छन्, सबले एउटा जुनुन बोकेर आएका छन्। सबको चाहना छ हामी केही गरौँ र यो मध्य प्रदेशमा प्रत्येक नागरिकलाई यो मध्य प्रदेश सरकार छ भनेर अनुभूति पनि गराउनु हाम्रो मुख्य दायित्व हो। त्यसलाई मध्यनजर राख्दै म अगाडि बढ्छु। कसरी तपाईँ चाहिँ पद जुन दिन शपथ ग्रहण गर्नुभयो, पदभार ग्रहण गर्नुभयो, त्यति बेला तपाईँ पहिलो चाहिँ प्राथमिकता शिक्षा र कृषिमा चाहिँ दिनुभएको होइन? हो। तर कसरी यसलाई चाहिँ नीतिगत बनाउनुहुन्छ? अब नीति तथा कार्यक्रममा पनि आएको हो, तर नीति तथा कार्यक्रममा केही माने अधुरा योजनाहरू आएको छन्। त्यो योजनाहरूलाई पुरा गर्छौँ। जस्तै कृषिकै कुरा गर्दाखेरि हाम्रो यो 82-83 को बजेट आउनुभन्दा अगाडि एउटा समिट भएको थियो। त्यो समिटमा फिड द नेसनको एउटा अवधारणा हामी ल्याएका थियौँ। यो मध्य प्रदेशका अन्न बालीले पुरै राष्ट्रलाई आपूर्ति गर्ने गरी, पुरै राष्ट्रलाई खुवाउने गरी हामीले एउटा जमर्को गरेका थियौँ। त्यसलाई हामी पुरा गर्ने प्रयास गर्छौँ। जस्तै अब पर युनिट एरिया प्रोडक्सन बढाउनको लागि, पर युनिट एरिया इल्ड बढाउनको लागि, जस्तै एक कट्ठामा 5 मन हुन्छ भने एक कट्ठामा 7 मन, 10 मन, 15 मन कसरी हुन्छ, त्यसको लागि प्राविधिक सहयोग चाहिन्छ कि, त्यसलाई इनपुट चाहिन्छ कि, त्यसलाई भेराइटी चेन्ज गर्नुपर्छ कि, त्यसलाई विदेशबाट के मेटेरियल केही सपोर्ट ल्याउनु पर्छ कि, यस्ता यावत कुराहरूमा हामी दिन्छौँ। किनभने म कृषिकै विद्यार्थी भएकोले मलाई कृषिप्रति बढी चासो छ र हाम्रो यो प्रदेशमा 90% भन्दा बढी यहाँका नागरिकहरू कृषिमा आधारित छन् र कृषिमा इनपुट बढी छ, आउटपुट कम छ, लागत बढी छ, आम्दानी कम छ। त्यसलाई लागतलाई कसरी कम गर्ने, आम्दानी कसरी बढाउने र त्यो आम्दानी देखेर यहाँका जनता यो 65 लाख जनसङ्ख्या भएका हाम्रा साथीभाइ दिदीबहिनीहरू यसमा आकर्षित भएर विदेश नजाउन्, आफ्नै खेतमा काम गरून्, आफ्नै मनज्ञ आम्दानी कमाउन्
अनेक भेराइटीहरू छन्, क्यास क्रप छन्, अनेक क्रपहरू छन्। सबमा हामीले त्यसलाई फेसिलिटेट गरौँ, त्यो हिसाबले मेरो चाहना छ। त्यसैले म यसलाई अगाडि बढाउन चाहन्छु। मुख्यमन्त्रीजी कसरी विश्वास चाहिँ जनतालाई तपाईँ दिलाउन सक्नुहुन्छ? किनकि योभन्दा पहिला पनि मुख्यमन्त्रीहरूले धेरै चाहिँ सरकार वाचा गरिसकेका छन्, तर त्यो वाचालाई उहाँहरूलाई त्यो फेरि कार्यान्वयन गर्नु चाहिँ भएको छैन। फेरि मैले भनेको कुरा महत्त्वाकांक्षी कुरा होइन। यो के भन्छ, हाम्रो कार्यक्षमतामा आधारित कुरा हो, यो गरेर देखाउने कुरा हो। म गर्छु, म धेरै बोल्दा पनि बोल्दिनँ, धेरै भन्दा पनि भन्दै, जति बोल्छु त्यति गर्छु, जति गर्छु त्यति नै बोल्छु, त्योभन्दा बढी म बोल्दिनँ। मलाई विश्वास छ कृषिमा तपाईँको म राम्रो गर्न सक्छु। जस्तै अब अहिले यहाँ सिराहामा आँपको खेती बढी छ, त्यसलाई युटिलाइज हामी गर्न सकेका छैनौँ। सिजनमा 20 रुपियाँसम्म पनि आँप बिक्दैन, अफ सिजनमा 500सम्म पनि बिक्छन्। त्यसलाई कसरी गर्ने हो? त्यसलाई हामी माने प्रोसेसिङ गरेर त्यसलाई हामी एउटा यहाँका किसानहरूलाई बढीभन्दा बढी मूल्य कसरी प्राप्त, त्यो हिसाबले हामी गर्छौँ। टमाटरमा त्यस्तै छ, केलामा त्यस्तै छ, अन्य बालीहरूमा पनि त्यस्तै छन्। अर्को कुरा, अब म कति त्यसमा सक्छु म भन्दिनँ, त्यो पैसाको कुरो हो। एउटा यो दुई बाली धान हाम्रो एउटा सिजनमा हुन्छन्, जुन हामी असाढमा रोपिन्छौँ। एउटा चैते धान हुन्छ, दुई बाली धानमा सरकारले एउटा के भन्छन्, एउटा के मूल्य भन्छ त्यसलाई, समर्थन मूल्य भन्छ। समर्थन मूल्य सरकारले तोकेको छ, तर त्यो समर्थन मूल्यलाई सरकारले किन्न सकिरहेको छैन। अब जस्तै चैते धान समर्थन मूल्य 34 यदि छ भने सरकारको, त्यो असाढे धान यो अब 3400मा किन्छ, तर चैतमा हुने धानलाई सरकार 1700-1800मा पनि किन्दैन। त त्यो किन गर्छ? लागत त त्योभन्दा बढी लाग्छ। अफ सिजनमा हुने हो, पानी बढी लाग्यो, त्यसको क्लाइमेट त्यति साथ दिँदैन, अनेक कुराहरू छन्, त्यहाँ औषधिहरू पनि बढी लाग्यो। त्यसले गर्दा त्यसलाई त्यो समर्थन मूल्यमा कसरी हामीले त्यसलाई एस्टेबिलिटी गर्न सकिन्छ, त्यो सङ्घीय सरकारसँग पनि कुरा गर्छौँ। र हामीसँग त अब स्रोत साथ छैन, त्यसको पनि हामी जग्गा उसमा छौँ। मुख्यमन्त्रीजी कसरी प्रोत्साहन गर्ने? किनकि अहिले चाहिँ मध्य प्रदेशलाई यो सबैभन्दा अन्नको चाहिँ भण्डारण मान्दै थियो होइन, तर आज चाहिँ मान्छे उब्जाउन चाहिँ छाडिसकेका छन्। सबैले चाहिँ बाहिरबाट चाहिँ किनेर ल्याउने अनि खाने गरेका छन्। कसरी प्रोत्साहन गर्नुहुन्छ? त्यही त मैले भने, यही त हाम्रो दुर्भाग्य हो। हामीसँग यो मध्य प्रदेशमा कुनै प्राकृतिक स्रोत साधन छैन। एउटै हामीसँग छ, समतल जमिन छ, समतल जग्गा छ, त्यहाँ कृषि मात्रै हामी उत्पादन गर्न सक्छौँ र अर्को इन्डस्ट्री मात्रै लगाउन सक्छौँ। अब यो दुईटा कुरा हाम्रो लागि अभिशाप भएको छ। एउटा कृषिमा लगानी गर्ने हामीसँग समयमा खाद मल हुँदैन, आवश्यक माने समय जब हाम्रो मल छर्ने समय हुन्छ, मल हुँदैन, समयमा पानी पर्दैन, के अरे पानी के अरे सुक्खा हुन्छ, फेरि एकैचोटि बाढ पनि आउँदैन, के अरे बाढ पनि आउँछ, बगाएर लान्छ। यो प्रकृति यस्ता कुराहरू छन्। अब यसलाई व्यवस्थापन गर्ने हाम्रो कर्तव्य हो। यदि समयमै मलको हामी व्यवस्थापन गर्यो भने र पानीको सिँचाइको व्यवस्थापन गर्यो भने मलाई लाग्छ यसमा त्यो हुन्छ र उत्पादन पनि बढ्छ। र जब उत्पादन दिन सुरु भइसकेपछि मान्छे आफै आकर्षित हुन्छ, त्यसैले विश्वास पनि गर्छन् होला जस्तो लाग्छ मलाई। यस्तो छ नि मुख्यमन्त्रीजी, जसरी सतीश सिंहको सरकार हुँदाखेरि जनमतका अनि बिना प्याकेज नै सुक्खा क्षेत्र चाहिँ घोषणा गरिदिनु थियो, यस्तो चाहिँ विगतमा तपाईँ त गर्नुहुन्न नि? म त्यस्तो गर्दिनँ, त्यस्तो हावा काम म गर्दिनँ। म त्यही तपाईँले पहिले नै भनिसकेँ, म जति सक्छु त्यति गर्छु। जो सम्भव छ, जो असम्भव छ त्यसलाई म भन्दिनँ, त्यो त म गर्दिनँ। मुख्यमन्त्रीजी, अहिले चाहिँ यो प्रदेशवासी एकदमै कठ्याङ्ग्रो चिसोमा जुधिरहेको छैन, तर प्रदेश सरकारको कतै उपस्थिति देखिएको छैन, दाउरा समेत बाल्न सक्ने अवस्था छैन जनमानसमा। यो तपाईँले
अब कताबाट तपाईँले सूचना पाउनु भएको छ प्रत्येक जिल्लामा कम्बल गएको छ विपद व्यवस्थापन समितिद्वारा कतै नगरपालिकालाई दिएको छ कतै आफै पनि डाइरेक्ट बाँडिरहेछ दाउरा पनि प्रत्येक जिल्लाले बाँडिरहेछ जहाँ जहाँ क्लस्टर भएका ठाउँ छ जहाँ जहाँ सार्वजनिक ठाउँ छ त्यहाँ दाउराहरू पनि गइरहेछ अब खास अहिले गर्न सक्ने प्राथमिक उपचार त त्यही हो त्योभन्दा त के गर्न सकिन्छ तर उहाँको के अरे नाम हाम्रो चाहिँ लेखेर गइरहेको छ होइन तर हामी चाहिँ पाइरहेको छैन त्यो त्यस्तो कुरा छैन अब 1 by 1 सबले सन्तानै भनिरहेछ अब यसो चाहिँ एकैचोटि पाउने सम्भव पनि छैन 1 by 1 पाउने हो अब कहीँ बाँकी होला त्यहाँ पनि जान्छ कहीँ गइरहेछ त्यस्ता कुराहरू पनि छन् तपाईँ प्रदेश सरकारको नेतृत्वमा सम्हालेको 1 महिना भइसक्यो होइन यो 1 महिनाको अवधिमा के कस्तो चाहिँ कामहरू गर्नुभयो अब एक अनुभव कस्तो भयो अब हेर्नुस् अब अनुभव भन्दा पनि यो भन्दा विगतका सरकारहरूको अवस्था परिस्थितिको बारेमा म धेरै भन्न चाहन्न तपाईहरु धेरै बुझेकै कुरा हो र यो 7 दलीय गठबन्धनमा अब त्यति सजिलो पनि छैन अब 7 दलका नेताहरू छन् 7 वटा पार्टी छ सबको चित बुझाएर अगाडि बढ्नुपर्ने कुरा छ त्यसलाई व्यवस्थापन त्यति सजिलो छैन तैपनि मलाई विश्वास छ 7 दलका गठबन्धनमा सब साथीहरू हामी एकजुट मिलेर अगाडि बढ्छौं र अहिलेसम्मको परिस्थितिमा साथीहरूको पनि पोजिटिभ वे आएको छ पोजिटिभ सहयोग साथ मैले पाएको छु र सब यो 1 महिनाको भित्रमा प्लानिङहरू गरेका छौं के कसरी गर्ने कुन काम आवश्यक छ कुन काम अनावश्यक छ आवश्यक कामले कसरी प्राथमिकता दिने जो अनावश्यक काम छ जो खासै यो प्रदेशको लागि त्यति चासोको विषय छैन त्यसले कसरी अलिकति त्यो व्यय गर्ने त्यो हिसाबले हामी प्लानिङ गरेका छौं अब तुरुन्त हामी फास्ट ट्र्याकमा अगाडि बढ्छौं जसरी कृषिमा यहाँको र शिक्षामा चाहिँ दुईवटामा बढी प्राथमिकता कृषि शिक्षा स्वास्थ्य यो शिक्षामा कसरी चाहिँ नीति बनाउनुहुन्छ र शिक्षामा अहिले जुन व्यतिथिहरू छ त्यसलाई कसरी नियन्त्रण गर्नुहुन्छ शिक्षामा अलिकति त्यो भन्नाइ जति सजिलो छ त्यति काम गर्न अप्ठ्यारो छ त्यति सजिलो काम छैन किनभने धेरै दिनदेखि जक्रेको अवस्था छ शिक्षामा तपाईको पहिलादेखिका शिक्षकहरू धेरै अब पालिका नगरपालिका गाउँपालिकाले भर्ना गरेका शिक्षकहरूलाई अब उहाँहरूले सोर्स फोर्सको आधारमा राजनीतिक पहुँचको आधारमा सब भर्ना भएको छ यस्ता कुरालाई हामीले कसरी अब त्यसले एभोइड गर्ने हो र अब खास गरी शिक्षालाई प्रायोरिटी किन दिने भनेको प्रत्येक स्कुललाई व्यवस्थित गर्दै त्यहाँको के रे शिक्षालाई त्यहाँको अध्ययनलाई माने स्तरीय अध्ययनको रूपमा हामीले परिणत गर्ने विचार गरिरहेका छौं त्यसको लागि शिक्षा मन्त्रीसँग सल्लाह गर्न बाँकी नै छ सल्लाह गरेर एउटा हामी बिग टिम बनाउँछौं र त्यो टिमले त्यहाँ वर्क गर्छ हजुर यहाँले भन्नुभयो स्वास्थ्यमा कसरी चाहिँ गर्नुहुन्छ राम्रो किनकि यता स्वास्थ्यमा हेर्दाखेरि त यति ठाउँमा चाहिँ बर्थिङ सेन्टर भइसकेको छ हैन बर्थिङ सेन्टर कहाँ छ स्वास्थ्य चाहिँ चौकी कहाँ छ मान्छे 4 किलोमिटर फेरि हिँडेर गइरहेछ यो स्वास्थ्यमा मात्रै जहाँ तहाँ यो बलुवा र गिटीमा चाहिँ मात्रै बजेट सकाउने काम भएको छ कसरी यहाँ नियन्त्रण गर्न सक्नुहुन्छ त्यो दुर्भाग्य हो तपाईले एकदम सान्दर्भिक कुरा निकाल्नु भयो आज बिहान पनि म त्यही हिसाबले कुरा गरेको थिएँ एउटा डाक्टर साहब आउनु भएको थियो यो बर्थिङ सेन्टरको नाममा राजनीतिक क्रियाकलाप त्यसमा प्रस्तुति गरियो अब बहुत धेरै ठाउँमा त्यो बजेट यसपालिको बजेटमा पनि धेरै कुरा त्यो छ र धेरै ठाउँमा पनि बर्थिङ सेन्टर बनेको छ जुन कि मिसयुज छ कुनै युजै छैन त्यो कम्युनिटी हल जस्तै मान्छे बस्छन् अब यो सबै कुरालाई म ध्यान दिन्छु अब बनिसकेको कुरालाई त म धेरै कुरा गर्दिन तर अब बन्ने कुरालाई म ध्यान दिन्छु कहाँ आवश्यकता छ बनाउन सकिन्छ बनाउने हो जहाँ आवश्यकतै छैन त्यहाँ त्यसलाई हामी रोक दिने हो बनाउने म भन्दिन र रह्यो कुरो जहाँ बर्थिङ सेन्टर छ जहाँ हाम्रो सब चीजको फ्यासिलिटी छ जहाँ हस्पिटल छ त्यही हस्पिटललाई हामी झन् अलिकति त्यसलाई व्यवस्थित गरेर त्यही बर्थिङ गराउने हो भनेर हाम्रो चाहना छ एउटा अस्ति चाहिँ पार्टी प्रवेशको नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रम थियो हैन अनि त्यो पार्टी प्रवेश कार्यक्रममा यहाँले चाहिँ भन्नुभएको छ म स्विजरल्यान्ड बनाइदिन्छु भनेर जनकपुरलाई र यो भन्दा पहिला पनि चाहिँ जसपाको सरकार हुँदाखेरि पूर्व मुख्यमन्त्री सरोज यादवले भन्नुभएको थियो म बुलेट ट्रेन जस्तै नै प्रदेशलाई चाहिँ चलाउँछु 13 हप्तामा अब यो कुरा
अलि तपाईँ पनि भन्नुभयो स्विजरल्यान्ड जस्तो बनाउँछु, कस्तो सहयोग चाहिन्छ, तपाईँ कसरी चाहिँ कस्तो सहयोग पाउन चाहिँ खोजिराख्नु भएको छ, सबैको साथ सहयोग? चाँदनीजी, अब तपाईँ या त आफै सुन्नु भएको छ कि कसैले भनेको कुरा सुन्नु भएको छ? होइन, हामी आफै सुनेको छैन, यो न्युजमा त अब कुरा ट्रोल पनि गर्छ। तर मैले के भनेको छु भने यो नेपाल हाम्रो प्राकृतिक स्रोत साधनमा यो विश्वको माने टप लेभलमा पर्छ भने मतलब 1 to 10 मा पर्छ। प्राकृतिक स्रोत साधनको हामीसँग कमी छैन। हामीले यसलाई व्यवस्थापन मात्रै गर्न सकिरहेको छैन। अहिले मात्रै तपाईँ हेर्नुहोस्, 1 मेगावाट के अरे 1000 मेगावाट हामी भारतलाई बेच्यो भने 1 खर्ब रुपियाँ आउँछ। हामी 20,000 मेगावाट यदि उत्पादन गरेर हामी भारतलाई बेच्यो भने 20 खर्ब आउँछ। हामीसँग 84,000 मेगावाट उत्पादन गर्ने क्षमता छ हामीसँग जलविद्युत। त्यसलाई व्यवस्थापन नगरेर न हो। पैसा भयो भने किन स्विट्जरल्यान्ड हुन सक्दैन? हामी आपसी विवादमा, कहीँ राजनीति विवाद, कहीँ व्यक्ति विवाद, कहीँ स्थानीय विवादले गर्दा न आज यो हाइड्रो पावरहरू रोकिरहेछ। नत्र हाइड्रो पावर आज कमसेकम यो बहुदल भइसकेपछि आज 20-25 हजार भएको भए यो अवस्था हुने थियो। अहिले त्यो परिस्थिति छ। हामी विदेश जान्छौँ। हामी एकचोटि म ब्याङ्कक गएको थिएँ, त्यहाँ हेरेँ, त्यहाँ जमिन खनेर त्यहाँको माटो उठाए के अरे लगेर त्यहाँ पहाड बनाएको छ। त्यो जहाँबाट माटो उठाएको छ त्यसलाई ताल बनाएको छ र पहाड जहाँ छ त्यसलाई त्यहाँ के अरे बिरुवाहरू रोपेर जङ्गल बनाएको छ। त्यहाँ त्यो तालमा मान्छे त्यहाँ डुङ्गा तरेर के अरे पौडी खेल्छन्, डुङ्गा तर्छन्। पहाडमा वन जानवरहरू त्यहाँ पालेका छन्। त्यो हेर्नको लागि हामी यहाँ धान बेचेर डलर साटेर हामी त्यहाँ जान्छौँ। हामीसँग त प्राकृतिक माने ब्युटिजहरू छन् नि। हामीसँग पहाड छ, जङ्गल छ, ताल छ, अनेक छ नि। त्यसलाई व्यवस्थित गर्यो भने त्यहाँ थाइल्यान्ड जानै पर्दैन नि। सबै पर्यटकहरू नेपालमा यदि यस्ता अपर्च्युनिटिजहरू हामीले के भन्छ उपलब्ध गरायो भने, त्यस्तो व्यवस्थापन गर्यो भने र यसलाई अलिकति एक्सपोजर गर्यो भने वर्ल्डमा, यो नेपालमा खर्बौँ डलरहरू आउँछ कि आउँदैन? यही हो नि। सब मिल्नुपर्छ नि। व्यक्तिगत मेरो चाहनाले हुँदैन, सबको चाहना हुनुपर्छ। हामी एक आपसमा जुन लडाइँ झगडा गरिरहेछौँ, यो पार्टी त्यो पार्टी, यो जाति त्यो जाति, यो वर्ग त्यो वर्ग, योभन्दा अगाडि उठेर आखिर यो नेपाल धनी भयो भने तपाईँ पनि धनी, म पनि धनी। गरिब त कोही हुँदैन। किन गरिब हुन्छ? हामीसँग नभएर नि त के भन्छ हामी गरिब भएको हो। त्यो मेरो भनाइ हो। सब मिल्यो भने, व्यवस्थापन गर्यो भने तपाईँको जल स्रोतलाई हामी उपभोग गरौँ, पर्यटनलाई उपभोग गरौँ, वनलाई उपभोग गरौँ। माइन हामीसँग कम छ, कम खनिज पदार्थ छ, त्यसलाई हामीले के अरे इनोभेसन गर्नै सकेका छैनौँ। त्यसलाई खोजी गर्नै सकेका छैनौँ। त्यहाँबाट उत्पादन यदि खोजेर त्यहाँ माइनबाट निकाल्यो भने आखिर पैसाले नै हुने हो स्विट्जरल्यान्ड। त्यहाँ भयो भने त हुँदैन। त्यो सोच नेपालीमा यदि जागियो भने मलाई लाग्छ यो हुन्छ। अब मेरो चाहना त हो, तर मसँग केही छैन। यहाँ एक त यो मध्य प्रदेशमा स्रोत साधन छैन। हामी 65 लाख जनसङ्ख्या भएको यो प्रदेश हो। जम्मा 12-13 अर्ब हाम्रो सामान्यकरण अनुदान दिन्छ। खर्च यत्रो छ, सङ्ख्या त्यत्रो छ। अब हामीसँग अरू प्रदेशमा त प्राकृतिक स्रोत साधन छ नि, तिनीहरूको इन्टरनल छ, उनीहरूको। हाम्रो इन्टरनल आम्दानी त केही छैन। जसरी बनाउने अब यो कुरा चाहिँ अब यो सोचमा होइन, आगामी चाहिँ फ्युचरको यो भयो। तर अहिले यो जति जुन मिथिला अञ्चलमा यत्रो चाहिँ मठ मन्दिरहरू छ, जुन जानकी मन्दिर छ, जानकी मन्दिरलाई अहिलेसम्म एकदमै राम्रोसँग व्यवस्थित गर्न सकेको छैनन्। न प्रदेश गरेका छन्, न त स्थानीय गरेका छन्, न त जानकी मन्दिरका पदाधिकारीहरूले गर्नुभएको छ, न सङ्घले चाहिँ त्यस्तो चासो हेराइरहेको छ। त्यसलाई कसरी संरक्षण गर्नुहुन्छ? त्यो मेरो प्लानमा हो। यो कुरा तपाईँले उठाइदिनु भयो, मेरो प्लानमा हो। जानकी मन्दिरलाई एउटा अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बनाउने मेरो चाहनामा छ। त्यो लेभलको म सोच बनाएको छु। त्यसको लागि म कन्सल्टेन्ट खोज्दैछु। कन्सल्टेन्ट पायो भने यो जनकपुर जानकी मन्दिर जो कि अयोध्या दर्शन गर्ने व्यक्तिले बाध्य भएर जानकी मन्दिर दर्शन गर्न आउनै पर्छ भनेर उनीहरूलाई बाध्यता अवस्था बनाउँछ, त्यस्तो म बनाउन खोजिरहेको छु। त्यही यदि त्यो जानकी मन्दिर भयो भने हाम्रो यहाँ अरू पनि स्ट्रक्चरहरू बनाउँछु जुन पर्यटकको लागि हेर्न सक्ने त्यो
भ्युजहरू होस् त्यो मेरो इच्छा छ तर मसँग पैसा त छैन हजुर। पैसाको जो गर्नुपर्छ हामी खोज्दैछौँ हजुर जसरी मुख्यमन्त्रीज्यू सङ्घमा नेपाली काङ्ग्रेस वा एमालेको नेतृत्वको सरकारलाई समर्थन गर्ने मधेसवादी दललाई नै मध्य प्रदेशमा नेतृत्व दिन्थ्यो तर यसपालि काङ्ग्रेसकै नेतृत्व सरकार बनेको छ यो कसरी सम्भव भयो होइन तपाईँहरूको एउटा कुरा म के बुझ्न सकिनँ भने यो मध्य प्रदेशमा एउटा के भाष्य निर्माण भएको छ काङ्ग्रेसले नेतृत्वै पाउँदैन मधेसवादीले मात्रै पाउँछ भन्ने त्यो कुरा भाष्य निर्माण भएको तर मलाई त आश्चर्य लाग्छ किन मधेसवादीले मात्रै पाउँछ काङ्ग्रेसलाई त विगतमा चाहिँ मधेस विद्रोही बनेको होइन त्यही त म त काङ्ग्रेस हो मेरो घर रौतहट हो मेरो जन्मस्थान रौतहट हो मेरो के भन्छ निर्वाचन क्षेत्र रौतहट हो मेरो कार्यक्षेत्र रौतहट हो म कुनै काम गर्यो भने मधेसकै लागि गर्ने हो नि म काठमाडौँको लागि गर्ने हो र मधेस विरोधी हो र म यो काङ्ग्रेस एउटा कुरा तपाईँ के बुझ्नुहोस् भने एउटा गलत यसलाई इन्टरप्रेट गरिएको छ तपाईँको संविधान निर्माणमा म संविधान सभा सदस्य थिएँ संविधान निर्माणको क्रममा यता जति पनि मधेसवादीहरू मधेसका दलहरू जुन आन्दोलन गर्दै थियो हामीहरू त्यहाँ संविधान निर्माणमा त काङ्ग्रेस पनि थियो त काङ्ग्रेसमा हामी यो आठ जिल्लाका म पार्टी सभापति थिएँ 8 जिल्लाका पार्टी सभापतिहरू हामी लबिङ गरेर यो मधेसका मागहरू सम्बोधन गराएको के अरे उसमा लेखन गराएको हो हामी संविधानमा किनभने उहाँहरू त यहाँ रोडमा माने उ गर्थ्यो त्यहाँ त उहाँको प्रतिनिधि कोही थिएन प्रतिनिधि काङ्ग्रेसको थियो तर नेपाली काङ्ग्रेसले किन अहिलेसम्म चाहिँ मध्य प्रदेशका जनताहरूको त्योबाट गलतफहमी दूर गर्नु भएको छैन अहिलेसम्म पनि त्यो मधेसका जनताहरू नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई मधेस विद्रोह नै भनिरहेछ यसलाई कसरी दूर गर्नु त्यो त मधेस विद्रोह जसले भनेको छ नि त्यो आफ्नो इस्यु मात्रै खडा गरेछ मधेसमा हामीले विश्वासको बजार सबभन्दा बढी मधेसमा त नेपाली काङ्ग्रेसले मत पाएको छ नि 50 वटा पालिका जितेका छौँ यो समानुपातिकमा सबभन्दा बढी मत ल्याएका छौँ के भन्छ एक सिट हामी उसमा माने प्रदेशमा एक सिट मात्रै एमालेबाट कम जितेका छौँ कसरी भन्नुहुन्छ अब जसले भन्छ यो मधेस विरोधी काङ्ग्रेस मधेस विरोधी फल्ना चिल्ला भन्छ तर इस्यु क्रिएट गरेर आफ्नो मत मात्रै तान्ने अरू केही छैन उहाँहरू के गर्नु भएको छ के गर्नुहुन्छ केही गर्नुहुन्न के जम्मा गर्ने हामी हो उहाँहरूले यस्तै इस्युमा जन्मे पार्टी छ भोलि इस्यु नै समाप्त भयो भने म कसैलाई गाली गर्दैछु कुनै इस्युमा मान्छेको मनमा बिचमा भ्रम मैले छरेको छु यदि त्यो भ्रमै समाप्त भयो भने भोलि चुनाव केमा लड्ने त्यही इस्यु हो यो मधेसी विरोधी हो यो काङ्ग्रेस मधेस विरोधी हो एमाले मधेस विरोधी हो त्यो भ्रम छेर्ने मात्रै काम छ जुन दिन भ्रम त्यो सकिन्छ उहाँहरूको इस्यु समाप्त हुन्छ पार्टी नै समाप्त हुन्छ अच्छा मुख्यमन्त्री जसरी यो सङ्घमा काङ्ग्रेस एमालेको सरकार नहुँदा प्रदेशमा उनीहरू चासो नदिएर काङ्ग्रेस मधेस प्रदेशमा नेतृत्व पाएको छ भने यस्तो चाहिँ यहाँले चाहिँ कसरी खण्डन गर्नुहुन्छ एकचोटि जसरी सङ्घमा काङ्ग्रेस एमालेको सरकार नहुँदा प्रदेशमा उनीहरूले चासो नदिएर काङ्ग्रेसको चाहिँ मध्य प्रदेशको सरकार चाहिँ नेतृत्व चाहिँ पाएको छ भन्ने कुरा छ होइन यहाँ खास गरी तपाईँको अब एमालेको सरकार थियो हामीभन्दा अगाडि अल्पमतको सरकार थियो उहाँले मत नपाइसकेपछि अब यहाँ हामी अरू 7 दल बसेर एउटा छलफल गर्यो सल्लाह गर्यो यो यस्तै एक महिनामा सरकार गयो भने मधेसको पनि बदनाम हुन्छ र हाम्रो यो मधेसको जति पनि माने योजना छन् जति पनि आशापेक्षा मधेस सरकारप्रति राखेको छ यसमा सबको वितृष्णा बढेर जान्छ यसले गर्दा 7 दल एमाले बाहेक बसेर 7 दल हामीले हैन यो सरकारलाई अलिकति बलियो सरकार बनाएर अगाडि जाउँ त्यो मेरो नेतृत्वमा उहाँहरू पनि स्वीकार गर्नुभयो र त्यो हिसाबले सरकार बन्यो पछि विश्वासको मतमा एमालेका साथीहरू पनि दिए विश्वासको मत दिए उहाँहरूलाई पनि हाम्रो एजेन्डा राम्रो लाग्यो किनभने उहाँहरू पनि मधेसकै हो उहाँहरू पनि मधेसको सरकार राम्रो हुनुपर्छ काम गर्नुपर्छ काम गरेर देखाउनुपर्छ जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने उहाँहरूको चाहना देखियो त्यही भएर उहाँ सरकारलाई विश्वासको मत दिनुभयो त्यो नेकपा एमालेलाई सरकारमा यदि त्यस्तो भयो भने ल्याउनुहुन्छ कि नै
होइन त्यो शर्तमा उहाँहरू दिनु भएको छैन। यो सरकारलाई विश्वासको मत हामी दिइरहेछौँ, काम राम्रो काम गर्नको लागि सरकारलाई विश्वासको मत दिइरहेछु भनेर उहाँहरूसँग मेरो कुरा भएको छ। हजुर मुख्यमन्त्री, जसरी तपाईँको नेतृत्व सरकारलाई समर्थन चाहिँ दिएको छ जसपा लोसपाहरू, अनि अहिले चाहिँ उहाँहरू फेरि एक गर्न खोजेको होइन, अनि त्यस्तो भयो भने उहाँहरू त बहुमतमा चाहिँ ठुलो दल हुन्छ, त्यसपछि यदि मुख्यमन्त्रीमा पनि दाबी गर्न सकिन्छ कि कसरी? यसो छ कि यहाँ ठुलो दल सानो दलको हिसाबले मुख्यमन्त्री दिने लिने होइन, सबभन्दा सानो दल पनि मुख्यमन्त्री पाएको हो नि। यहाँ अब आवश्यकता कसको छ त्यो हिसाबले दाबी गरिन्छ। अब यहाँ काङ्ग्रेसले पाउनुपर्छ भनेर सबले आवश्यकता महसुस गरेर दिए, अब त्यसमा त अरू कुरै छैन। ठुलो सानो दलको के अर्थ भयो? के अर्थ छैन। मुख्यमन्त्री, जसरी मध्य प्रदेशमा हरेक वर्ष विगतको वर्षमा पनि बजेट खर्च दर किन कम हुन्छ? अब बजेट खर्च दर किन कम हुन्छ भन्नुहुन्छ भने यो वर्षमा विगत वर्षमा नेपाली काङ्ग्रेसको अर्थमन्त्री थियो, 72.5% बजेट खर्च भयो। सबभन्दा अहिलेसम्मको रेकर्डै माने रेकर्डेड हो। योभन्दा अगाडि 60, 62, 58 यस्तै थियो, 60 को हाराहारीमा थियो, यसपालि 72 थियो। त्यो कसो हुन्छ? अब सरकारले काम गर्ने चासो कति त्यसमा माने ऊ छ के जिम्मेवार छ, कति काम फास्ट गराउन सकिन्छ, कति त्यसलाई फलोअप गरेर अगाडि बढाउन सकिन्छ भने मात्रै के बजेट खर्च हुन्छ। होइन भने लिडिङ गरेर लास्टमा गर्ने, अब धेरै काम पनि हुँदैन, राम्रो काम पनि हुँदैन, क्वालिटीको पनि हुँदैन, धेरैको पेमेन्ट पनि हुँदैन, अनावश्यक विवाद हुन्छ। तर यसपालि मैले सुरुदेखि नै अबदेखि नै काम सुरुहरू अब गराउने हो र मलाई विश्वास छ बजेट पनि उचित बजेट खर्च हुन्छ जस्तो लाग्छ। मुख्यमन्त्रीजी, जुन यो प्रदेशका युवालाई रोजगारी प्रदेश स्तरीय योजना के छ? किनकि युवाहरूको धेरै जनगुनासो रहेछ र यहाँसँग अपेक्षा पनि बढी गरेको छ। अब हेर्नुहोस्, त्यस्तो महत्त्वाकांक्षी योजना मसँग छैन। म एउटै कुरा भन्छु, मैले कृषिकै कुरा गरेँ। त्यसपछि अब अर्को अभिशापको कुरा कस्तो छ, यो मध्य प्रदेशमा हामीसँग समतल भूमि छ। समतल भूमिमा तपाईँको इन्डस्ट्रीहरू ल्याउन सकिन्छ। इन्डस्ट्री हामीसँग हैसियत छैन, हाम्रो सरकारसँग र हाम्रो यो मधेसमा भएका वा नेपाली जनतासँग पनि त्यति हैसियत छैन, पैसा भएको मान्छे छैन। यो यसमा लगानी गर्ने नै विदेशीहरू छन्। तर विदेशीहरूको हकमा यस्तो कानुन बनाइदिया छ, यस्तो ऐनहरू बनाइदिया छ, लगानी त गर्छन् तर यहाँबाट आखिर लगानी गर्ने 2 पैसा कमाउन खोज्छन्। दुई पैसा आम्दानी भएको पैसा आफ्नो देशमा फर्काएर लान सक्दैन। त्यसले गर्दा यहाँ लगानीकर्ताहरू नै आउँदैन। अब यस्ता कुरामा म केन्द्रीय सङ्घीय सरकारसँग पनि छलफल गर्छु र कानुनमा केही संशोधन गरेर लगानीकर्ताहरू आउन खोज्यो भने त्यहाँ लगानीकर्ताहरू पनि ल्याएर यहाँ भूमिहरू हामी उहाँहरूलाई उपलब्ध गराउँछौँ र इन्डस्ट्रीहरू माने उद्योग धन्दाहरू यहाँ के भन्छ गर्ने प्रयास गर्छु र त्यसमा रोजगारीहरू पनि हुन्छ। अर्को के विकल्प छ? हामी खेतीमा कृषिमै हो, कृषिमा पनि हामी नयाँ नयाँ टेक्नोलोजी उत्पादन गरेर यसमा इन्भल्भ गराउँछौँ। मुख्यमन्त्रीज्यू, सङ्घ सरकारले प्रदेश सरकारले चाहिँ अधिकार र बजेट कति चाहिँ इमान्दार साथ चाहिँ दिइरहेको छ के यहाँ? अब सङ्घ सरकारले अधिकार भनेको त 8 वर्ष भइसक्यो। यी प्रहरी सेवा ऐन अहिलेसम्म हामीले दिएको छैन अधिकार। बिना प्रहरीको यो सरकार हो, बिना डन्डाको सरकार हो। हामी सबलाई यो एउटा तपाईँले हेर्नुभयो होला नि, सङ्घीय सरकारले एउटा सामुदायिक प्रहरीको अवधारणा ल्याएको छ। त्यो दिनभरि पञ्चायती गर्ने छल्टाउने के त्यस्तै यो सरकार भएको छ। हामीसँग कुनै स्रोत साधन छैन। हामी कसैलाई दण्डित पनि गर्न सक्दैनौँ, कारवाही पनि गर्न सक्दैनौँ। सब सङ्घले गर्ने हो। प्रदेश सरकारको कुनै उसमा छैन। त्यसले गर्दा अधिकारमा त्यही हो। कर्मचारी सेवा ऐन पनि त्यही छ, निजामती कर्मचारी ऐन पनि त्यस्तै छ। यो दुईटा नदिसकेपछि त कसरी गर्ने? अधिकार त कुरा त्यही भयो। बजेटको कुरा गर्दाखेरि अब यो मध्य प्रदेशमा फर्स्ट प्रायोरिटी जनसङ्ख्याले दिन्छ, सेकेन्ड प्रायोरिटी भूगोलले दिन्छ। फर्स्ट प्रायोरिटी भनेको हाम्रो 65 लाख छ, 12 अर्ब छ, 13 अर्ब छ।
सेकेन्ड के अरे उहाँ 16 लाख जनसङ्ख्या छ कर्णालीमा, त्यहाँ 25 अर्ब छ। अब स्रोत साधनको कुरा त भनिहालेँ नि। हजुर, एउटा यो मध्य प्रदेशको जनतामा अहिले पनि एउटा के छ भने यो भनौँ कि अहिले मध्य प्रदेशको जनताको एउटा चासोको विषय के भनेको छ भने यो 7 दलीय गठबन्धन पनि टिक्दैन भनेर उहाँहरूको मनमा चलिरहेछ। के भन्न चाहनुहुन्छ यहाँ? अब हेर्नुहोस्, अब मनको कुरा त म अरूको म के भनौँ। हजुर, तर मलाई विश्वास छ यो 7 दलीय गठबन्धन हाम्रो अन्तिम चुनावसम्म टिकेर जाने हो र यो गठबन्धन पनि कामको आधारमा हामी जनताको बिचमा जुन डेलिभरी दिन्छौँ, जुन कामको प्रगति देखाउँछौँ, त्यो कामको आधारमा मान्छेहरूको दिमागमा जुन भ्रम छ त्यो भ्रमलाई चिर्छ जस्तो लाग्छ मलाई। यो चाहिँ मन्त्री परिषद विस्तार हुँदाखेरि यसमा मात्रै पुरुष चाहिँ मन्त्री बढी छन्, महिला चाहिँ 1-2वटा छ भने त्यो पनि बढी नै भयो मैले भन्दै। किन चाहिँ महिला सांसदहरूलाई सहभागी गराउनु भएको छ? अनि महिला सांसदहरू पनि त छ नि सहभागी, अगाडि पछाडि त भइरहन्छ नि। जो मन्त्री परिषदमा चाहिँ उहाँहरू चाहिँ प्राथमिकता पाउनुहुन्न? अनि पाउनुहुन्छ नि, छैन मन्त्री परिषदमा त छ त महिला, अरू पनि पाउनुहुन्छ नि। यो सरकार त चेन्ज भइरहन्छन्, फेरि एउटामा को आउँछ, अर्कोमा को आउँछ, अर्कोमा को आउँछ, आलो पालो गरेर त महिलाहरू पनि पाइराख्नु भएको छ नि। अनि त्यो मन्त्री परिषद विस्तार हुँदाखेरि कतिपय चाहिँ तपाईँकै 7 दलीय गठबन्धनका मान्यहरू महिलाहरू चाहिँ धेरै गुनासो पोखिराख्नु भएको, के भन्न चाहनुहुन्छ? अब यसो छ कि अब सब साथीहरूलाई एकैचोटि कहाँ सम्भव हुन्छ? सबलाई सब साथीहरूले पनि भनेकै छु नि, तपाईँको दक्षताको आधारमा तपाईँहरू आलो पालो गरेर पाउनुहुन्छ भनेकै छु नि, पाएकै पनि छ योभन्दा अगाडि। हजुर, यो धेरै अहिले चाहिँ मध्य प्रदेशका कतिपय अस्पतालहरू अहिले चाहिँ स्रोतविहीन चाहिँ भएको छ, कसरी समाधान गर्ने? स्रोतविहीन मतलब स्रोतविहीन छन् र समाधान। अब स्रोतविहीन भनेको अस्पतालमा मान्छे छन् होइन, तर त्यो ठाउँमा कतिपय ठाउँमा चाहिँ स्रोत साधनहरू कमी चाहिँ छ, मेसिन हुँदैन, कतै अरू कुरा हुँदैन। अब यो प्रदेशमा चाहिँ केमिकलको धेरै अब ठुलो चाहिँ हाहाकार हुनेवाला छन्। टेन्डर चाहिँ 2 चोटि भइसक्यो, त्यसलाई पनि चाहिँ क्यान्सल गरिसकेको छ। कसरी? अब हिजो मात्रै स्वास्थ्य मन्त्रालयले प्रत्येक प्रादेशिक अस्पतालदेखि यहाँको यो मध्य विज्ञान प्रतिष्ठानको यहाँको अस्पताललाई पनि बोलाएको थियो, प्रत्येक विभागका सब हाकिमहरूले पनि बोलाएको थियो। त्यही मात्रै कुरा भएको छ। मैले त्यहाँ भनेको छु कि तपाईहरू आफ्नो ठाउँमा अति आवश्यक सामानहरू के छ त्यसको लिस्ट दिनुस्, कुन सामान बिग्रेको छ, कुन मेसिन बिग्रेको छ त्यसको तपाईहरू माने लिस्ट दिनुस् र त्यहाँ आवश्यक खर्च के चाहिन्छ त्यो दिनुस्। अनावश्यक सब तपाईहरूको त्यहाँबाट हामी काट्छौँ, अनावश्यक खर्च पनि गर्न पाउनुहुन्न र त्यहाँ गएको जनताको माने प्रोपर उपचार हुनुपर्छ, त्यहाँ गएको बिरामीको प्रोपर उपचार हुनुपर्छ। समयमा तपाईहरू आउनुस्, समयमा तपाईहरू गर्नुस्, बरु जनता सेवाको हिसाबले 1-2 घण्टा बढी पनि तपाईले टाइम दिनु पर्यो भने तपाईहरू त्यति सहयोग गर्नुस्। त्यसको लागि मैले विनम्र अनुरोध पनि गर्छु सरकारको लागि, एक्स्ट्रा टाइम दिनुभएकोमा। अर्को कुरो तपाईहरू त्यहाँबाट कुनै पनि गुनासो यदि आयो, कोही डाक्टर साहब राम्रो देखिदिएन, कसैले अवहेलना गरे, कसैले वास्ता गरेन, यो बिरामी तपाईको त्यहाँको जुन व्यवस्थापन छ त्यो व्यवस्थापनभित्र यदि बिरामीको उपचार हुन सक्ने रहेछ भने त्यहाँ उपचार गरिदिनु भएन, अनेक कुराहरूको यदि आयो र त्यसमा हामी सुन्यो भने त्यसको तुरन्त हामी कारबाही गर्छौँ भनेर डाक्टरलाई निर्देशन दिएको छौँ। मुख्यमन्त्रीज्यू, अन्त्यमा के भन्न चाहनुहुन्छ मध्य प्रदेश जनतालाई? म मध्य प्रदेशका जनतालाई म के अनुरोध गर्न चाहन्छु, विनम्र अनुरोध गर्न चाहन्छु। यो मध्य प्रदेश हाम्रो एउटा एक प्रकारको प्राकृतिक स्रोत साधन विहीन प्रदेश हो। चाहना इच्छा धेरै छ, सङ्ख्या पनि धेरै छ। हामी आन्तरिक स्रोतको व्यवस्थापनमा लागेका छौँ। अब आन्तरिक स्रोत पनि अब हाम्रै क्षमताले हाम्रै स्तरले पनि हुँदैन, यो सङ्घीय सरकारको स्तरले हुने हो।
यदि हाम्रो आन्तरिक स्रोत साधन व्यवस्थापन यदि भयो भने हामी आफ्नो इच्छाअनुसार जनताको इच्छाअनुसार हामीले सबै विकास निर्माणको कुराहरू पुरा गर्न सक्छौँ। उहाँहरूको इच्छाअनुसार उहाँहरूको रोजगार हामी दिन सक्छौँ। उहाँहरूको इच्छाअनुसार हामी उद्योग धन्दाहरू सञ्चालन गर्न सक्छौँ र अरू पनि उहाँहरूको इच्छाअनुसार यो स्कुल विद्यालय पनि व्यवस्थापन गर्न सक्छौँ। त्यस्तै हस्पिटल गर्न सक्छौँ। पर्यटनको पनि माने ठुलो यहाँ प्रायोरिटी छ, त्यसलाई पनि हामी व्यवस्थापन गर्न सक्छौँ आदि इत्यादि गर्न सक्छौँ। तपाईहरू समयमा हामीले साथ सहयोग दिँदै यसले धैर्य त गर्नै पर्छ, यही मेरो विनम्र अनुरोध। हस्, धेरै धेरै धन्यवाद यहाँलाई। तैन हम सब एतेक हमरा सबके समय देले था बातचीत करबाक लेल और जे जनता के एतेक गुनासो छन् ओ गुनासो जे छै से एहि 7 दलीय गठबंधन के सरकार सा फिर से नहीं आवे। तो हुनका धन्यवाद दैत एहि कार्यक्रम से हम विदा ली। नमस्कार।